महानिर्वाचन 2082 को आँधीले पुराना दलहरूलाई झट्का दियो, तर इमान्दार नेता कार्यकर्ता निराश हुनु पर्दैन। जता खिर उतै भिड भन्दै दल बदल्ने हतार नगर्नुहोस्। बुई मान्छेले सबैलाई निहाल्दै मूल्याङ्कन गरिरहेको छ। चुनाव प्रचारको क्रम उत्कर्षमा पुगेको बेला स्वतन्त्र नागरिकको हैसियतमा स्थलगत अध्ययनमा जाँदा तपाईँहरूले सम्मान र गर्वका साथ झन्डा बोकेर घर दैलोमा गरेको मेहनतको साक्षी म पनि छु। तर आफूले लाल बुझक्कट र जनताभन्दा माथि ठान्ने मुख्य नेता कार्यकर्ता लगायत केही अवसरवादी झोलीहरूको हावादारी टिप्पणी, जनभावना नबुझी दिएको अभिव्यक्ति र वास्तविकता लुकाउने प्रवृत्तिले चुनावलाई एकपक्षीय बनायो। तिनै नेतृत्व र आसेपासेको सधैँ हालिमुहाली रहँदैन। अहिलेको विषम परिस्थितिमा प्राप्त यो परिणामलाई कम नाग्नुहोस्। यहीबाट असल कामको शुभारम्भ गर्नुहोस्। अब भन्ने झन्डै 2/3 सरकारको कामलाई तथ्य र तर्क आधारमा मूल्याङ्कन गरौँ। सहीमा प्रशंसा, गलतमा ढिड वा कडा विरोध गरौँ। शालीन, सभ्य र अनुशासित भएर नागरिकसँग जोडिन सक्ने इमान्दार नेता कार्यकर्ताकै भविष्यमा दमदार जित हुन्छ। देशको भविष्य उज्यालो हुन्छ। मतदाताको मन जित्नेहरू नै अबका चुनावहरूमा वास्तविक विजेता हुनेछन्।